के चाहनुहुन्छ? इतिहासले तपाईँले एउटा एउटा कठोर नेताको रूपमा लियोस् कि समाजसेवी र जनताको नोकरको रूपमा लियोस् सक्नुहुन्छ? मलाई त्यो गरेको कारणले के पनि गुनासो रहेछ भने उखु किसानहरूले चाहिँ चाहे मतलब जति अपेक्षा छ त्योभन्दा थोरै पाउँछ नि त कुइन्टलको हिसाबले उखुको दाम सरकारले निर्धारण गर्छ। सरकारले निर्धारण गर्छ। अभियोग लागेछ भने कि रासपाले सर मान्छे हेरी हेरी चुनी टिकट दिएको रहेछ। यदि यो कुरा होइन भने हाम्रो क्षेत्र नम्बर धनुषा क्षेत्र नम्बर 3 का दिवाकर शाहजीले किन टिकट पाउनु भएन? हाम्रो महावीर कुञ्जीले किन? सम्पूर्णमा नमस्ते, मेरो नाम आदित्य राज मिश्रा। आजको यस कार्यक्रम हाम्रो सिलसिलाको दोस्रो खण्डको एक विशेष छन् आज कार्यक्रम, किनभने हामीसँग सर्लाही क्षेत्र नम्बर 4 का राष्ट्रपाका उम्मेदवार श्री डाक्टर अमरेश्वर कुमार सिंहजी हुनुहुन्छ। अमरेश कुमार सिंह जी हुनुहुन्छ। उहाँले चाहिँ हृदयदेखि नै स्वागत गर्दै आजको कार्यक्रम चाहिँ सुरु गर्नु। सर तपाईँले स्वागत छ हाम्रो कार्यक्रममा होइन, धन्यवाद सर्वप्रथम। अनि त्यसपछि सर हामी चाहिँ अगाडि बढ्दा हाम्रो सर म्याक्सिमम अडियन्स चाहिँ युवा र विद्यार्थी रहेछन् होइन। तपाईँको सर बाल्यकाल र युवावस्था हेर्दा तपाईँ चाहिँ एक्स्ट्रा अर्डिनरी विद्यार्थी हुनुहुन्छ या हामी जस्तो मतलब एभरेज? होइन, म पढ्दाखेरि सुरुमा एभरेज विद्यार्थी नै थिएँ, तर एउटा मेहनत गर्ने लक्ष्य र राम्रो मान्छे बन्ने लक्ष्य थियो। मैले कहिले पनि कुनै गलत काम कसैसँग पिटापिटी गर्ने अथवा कसैको सामान चोरिदिने अथवा केही गलत गर्ने, कहीँ तोडफोड गर्ने त्यो म कहिले पनि गरिनँ, जीवनमै गरिनँ। जीवनमा त्यति पनि जीवनलाई म आफ्नो एउटा जहिले पनि थियो कि समाजमा एउटा आफ्नो आदर्श कायम गर्नुपर्छ। आफू यो तपाईँको सानैदेखि थियो। सर मैले सुने अनुसार तपाईँ चाहिँ 16-17 उमेरदेखि चाहिँ अलिअलि चाहिँ राजनीतितिर छिर्नु भएको? मैले 16 होइन तर 20-22 वर्षको उमेरमा मैले राजनीतिमा मेरो चासो र नेपालको राजनीति मात्र होइन भारतको राजनीतिको बारेमा त्यस कारणले त्यहाँ भए। संयोगले भारतको प्रधानमन्त्री चन्द्रशेखरजीसँग पनि मेरो सम्बन्ध भयो, उहाँसँग पनि धेरै कुरा सिक्न पाएँ र मैले वास्तवमा मेरो जीवनमा गान्धी प्रभाव देखेको परेको छ। महात्मा गान्धीजी जुन सादगीको साथ जुन सत्य अहिंसाले देशमा परिवर्तन गराउनु हो, जुन त्यत्रो अङ्ग्रेजको शासनलाई भारतबाट मुक्त गर्नु हो, त्यो कुरा मेरो मन मस्तिष्कमा छ। र भारतमा अङ्ग्रेजहरूको शासन थियो, त्यसपछि नेपालमा राणा शासन थियो, पञ्चायतको शासन थियो, बहुदलीय गणतन्त्र आयो। तर जनतालाई जुन अपेक्षित परिणाम हुन्छ, भ्रष्टाचार अन्त हुनुपर्ने, सुशासन हुनुपर्ने, युवाको रोजगारी यही कायम हुनुपर्ने। अब चाहिँ अगाडि बढ्दा तपाईँको अवधारणामा नेता भनेको सानो डिफिनेसन के हुन सक्छ? नेता भनेको समाजलाई नेतृत्व गर्न सक्ने क्षमता हुनुपर्छ, समाजलाई जोड्न सक्ने क्षमता हुनुपर्छ, समाजलाई विकास र समृद्धिको बाटोमा लग्ने क्षमता हुनुपर्छ। नेता भनेको साहस पनि हुनुपर्छ, भिजन पनि हुनुपर्छ नेतासँग। किनकि उसँग भिजन भएन भने जतिसुकै इमान्दार भए पनि काम, साहस पनि हुनुपर्छ, भिजन पनि हुनुपर्छ, अनि दोस्रो कुरा इमान्दारिता हुनुपर्छ। इमान्दारिता आफ्नो देश र जनताप्रति समर्पणको भाव हुनुपर्छ कि मेरो कामबाट देश र जनतालाई कहीँ पनि घात हुनु हुँदैन र मेरो कामबाट देश र जनताको अनुहारमा खुशहाली छान्नुपर्छ, उसको आर्थिक समृद्धि हुनुपर्छ। तपाईको नजरमा विकास भनेको रोड, ब्रिज, दमकको भ्यू टावर, काठमाडौँको सेतो टावर बनाउनु हो कि 33,000 बच्चालाई छात्रवृत्ति दिनु हो? मेरो बुझाइमा 33,000 बच्चालाई छात्रवृत्ति दिनु, किनभने यसलाई के भन्छ भने शिक्षा व्यक्तिको मेरुदण्ड, शिक्षा परिवारको मेरुदण्ड, समाजको मेरुदण्ड, शिक्षा देशको मेरुदण्ड। शिक्षा बिना मान्छे उभिन सक्दैन। जसरी ब्याकबोन जसलाई भन्छ रिढ भन्छ, त्यसको बिना उभिन सक्दैन, त्यस्तै शिक्षा बिना पनि उभिन सक्दैन, औचित्य हुँदैन। त्यस कारणले तपाईलाई प्रश्नमा के बताउन चाहन्छु भने शिक्षाको जुन विकास हुनुपर्ने जुन गुणस्तरीय शिक्षा हाम्रो देशमा हुन सकिरहेको छैन। म एउटा साना देशको इक्जाम्पल दिन चाहन्छु, इजरायलमा जम्मा 1 करोड जनसङ्ख्या छ यहुदीहरूको, तर उनीहरू आइन्स्टाइनदेखि लिएर सबै साइन्टिस्ट त्यहीँ छन्, सबै एग्रिकल्चर साइन्टिस्टदेखि
खेती सम्बन्धमा न्युक्लियरदेखि लिएर सबै सम्पूर्ण इभन भारत जस्ता ठुला देश पनि इजरायलसँग हतियार किन्छ माने उसको टेक्नोलोजी अगाडि बढ्छ हामी मात्र मजदुरी गरेर धनी हुन सक्दैन हामी टेक्नोलोजीले जस्तै मानौँ न एउटा मजदुर जान्छ सऊदी मलेसिया कतार मैन पावरको थ्रु त्यसले $250 देखि $400 को जागिर पाउँछ महीनाको जो भने 30-40 हजार 50 हजार नेपाली पाउँछ तर एउटा डक्टर गयो एउटा इन्जिनियर गयो एउटा प्रोफेसर गयो एउटा वकिल गयो अमेरिका त उसले $10,000 पाउँछ माने एकजना डक्टरको स्यालेरी 25 जना मजदुरको बराबर हुन्छ त्यस कारणले हामीले देशलाई सही बाटोमा ल्याउनु पर्ने र देशमा राजनीतिक स्थिरता चाहिए पोलिटिकल स्टेबिलिटी र जुन मेरिटोक्रेसीको नाश हो जसको मेरिट छ त्यस कारणले तपाईलाई म बताउँछु त्यस कारण मेरिटोक्रेसी जबसम्म हुँदैन तबसम्म केही हुँदैन विकासको मूल नै धारा नै हुँदैन किनकि शिक्षा हो स्वास्थ्य हो सडक हो सिंचाई हो किसान को सुविधा हुनुपर्छ किनकि जुनसुकै देशमा खाने चाहियो त्यसले सर देशको आर्थिक उन्नति पनि ल्याउँछ र देशलाई जुन वैदेशिक व्यापारमा जुन आयात र निर्यातको असन्तुलन छ हामी जे कुरा पनि किनेर खान्छौँ मेन प्रब्लम सर हाम्रो देशको त्यही हो हामी उत्पादन गरेर नखाइकन जबसम्म खाँदैन तबसम्म देशको व्यापार घाटा कम हुँदैन सर तपाईँ संसदमा सत्ता पक्षमा भए पनि सभामा अनि प्रतिपक्षमा भए पनि सर सरकारको कालो चिट्ठादेखि लिएर धोती खोल्नुमा पछाडि हट्नुहुन्न यसको कन्फिडेन्स के छ सर यसको कन्फिडेन्स इमानदारिता हो दुवैतर्फ भए पनि तपाईले चाहिँ छोड्नुहुन्न मुख्य कुरा के भने गान्धीले के भन्थ्यो भने 1000 बेइमान माथि एउटा इमानदार काफी हुन्छ किनकि उसको त्यो आत्मबल हुन्छ कि मैले गल्ती गरेको छैन र नबिराउनु न डराउनु कसैलाई मैले आसम्म बिगारेको पनि छैन बिगार्दैन पनि सर म नि हाम्रो मध्य प्रदेशमा बाल नमुना सांसदीय अभ्यास जुन भएको थियो त्यो सभामुखको रूपमा चाहिँ म चयन भएको थिएँ केही समयको लागि भए पनि सभामुखको रूपमा चयन भएको थियो त्यहाँ मैले के सिक्यो भने म सर प्रतिपक्षमा परेको व्यक्ति सभामुखमा बनेको थिएँ र के सिक्यो भने सभामुख कसैको हितको हुँदैन तर हाम्रो नेपालको सभामुख हेर्दा तपाईले लाग्दैन कि यो होइन सभामुख मात्र होइन यहाँको अदालत यहाँको संवैधानिक निकाय यहाँको विद्यालय यहाँको अस्पताल यहाँको हरेक संस्था जानकारी सबै दलीयकरण भएको छ संस्था देश अख्तियारदेखि लिएर लोकसेवासम्म सबै त्यस कारणले हामीले त्यसलाई राष्ट्रको संस्था राष्ट्रको पक्षमा हुनुपर्छ सभामुख राष्ट्रको हुन्छ संसदको हुन्छ सम्पूर्ण संसदलाई समान व्यवहार गर्नुपर्छ तर यहाँ के हुन्छ दलबाट र दलीय आग्रह सर अब चाहिँ एउटा के सोध्न चाहन्छु भने सर तपाईँ वास्तुकलामा कतिको विश्वास गर्नुहुन्छ कि यो समय राम्रो छ यो समयमा ननिस्क्यो कहिले भनेर कतिको विश्वास गर्नुहुन्छ एउटा कुरा के भने 24 घण्टा समय बराबर हो वास्तुकलाको त्यस्तो केही अनि मैले के भने आफ्नो राम्रो काम गर्नुपर्छ राम्रो हिसाबले अगाडि बढ्नुपर्छ त्यसले तपाईलाई समस्याको समाधान गर्छ सर नेपाल चाहिँ राजतन्त्र भन्दा पनि कर्मचारी मतलब प्रजातन्त्र भन्दा पनि राजतन्त्र छोडो प्रजातन्त्र भन्दा पनि कर्मचारी तन्त्र बन्दै गइरहेको तपाईँले लाग्छ होइन कर्मचारी तन्त्र बन्दै गइरहेछ बिचौलिया तन्त्र बन्दै रहेछ तस्कर र दलालको तन्त्र बन्दै गइरहेछ त्यस कारणले यसलाई कसरी तोड्ने हामी आगामी योजना बनाउँछौँ तपाईको पार्टीको आगामी योजना रहेछ यो कुरा हो अनि सर अब अगाडि बढ्दा तपाईँ चाहिँ के चाहनुहुन्छ इतिहासले तपाईँले एउटा कठोर नेताको रूपमा लियोस् कि समाजसेवी र जनताको नोकरको रूपमा लियोस् मलाई इतिहासमा समाजसेवी र जनताको नोकरको रूपमा लियोस् हुन्छ हैन म तपाईले यही हेर्नुहुन्छ जस्तो कुर्सीमा तपाईँ प्लास्टिक कुर्सीमा बस्नुहुन्छ त्यस्तो कुर्सीमा म बसेको छु काम फरक हुन्छ कामको सम्मान हुनुपर्छ हाम्रो वर्क कल्चर छैन कामको सम्मान छैन पदको सम्मान छ सर म त तपाईको राजनीतिक जीवनभन्दा पनि सानो उमेरको तपाईसँगै बस्न पाउँदा त मेरो लागि सर यो एउटा लाइफ टाइम एक्सपिरियन्स हो तपाईसँग कुरा गर्नु एउटा कुरा के भने हामी सबै समान छौँ मेरो गाउँको एउटा दलित मुसर होस् या चमार होस् या म एउटा सांसद किन होस् काम फरक पर्छ हामी तर समान छौँ
जब समय समानता को मैसेज जाँदैन, समाजमा एक अर्कोको थिचोमिचो, एक अर्कोको ज्यादती कम हुँदैन, तबसम्म राम्रो समाज निर्माण हुन सक्दैन। समाजको कुरा के हो भने समाज जहिले पनि बडा कन्जर्भेटिभ हुन्छ। त्यसलाई नेतृत्वले समाजलाई सम्झाएर बुझाएर बिस्तारै प्रगतिको पथमा लगाउनुपर्छ। तर तपाईँले भने अनुसार तीनवटा कुराले खेल्नु हुँदैन, आगो, पानी र जनता। जनता र खास गरी युवासँग खेल्नु हुँदैन भनेर तपाईँले किनभने त्यसमा यस्तो ऊर्जा हुन्छ, त्यसै पानीमा ऊर्जा हुन्छ, हेर्दाखेरि चिसो हुन्छ तर त्यसबाट बिजुली बन्छ। त्यो बिजुलीबाट हिटर पनि चल्छ, खाना पनि पाक्छ, बिजुली पनि चल्छ, बिजुली पनि चल्छ, सबै मान्छेको जान दिनेदेखि लिनेसम्म काम गरिहाल्छ है। त्यसपछि हो र तेस्रो कुरा भन्छु, आगो त डाइरेक्ट आगो हो, त्यसमा धेरै खरानी हुन्छ जब त्यसपछि र आगो, पानी, युवामा पनि त्यस्तै जोस जागर हुन्छ। दुनियाँको तमाम आन्दोलन, दुनियाँको तमाम निर्माणको काम युवाले गरे हुन्छ। किनभने युवा जसरी चाणक्यले भनेको थियो टिचरको बारेमा, त्यो बेलाको एउटा घमण्डी राजा थियो घनानन्द, उसलाई के भनेको थियो भने कि गफ नकदे होइन, उसले भनेको थियो शिक्षक निर्माण र प्रलय दुवै गर्न जान्छ। त्यस्तै शिक्षकको बारेमा भनेको थियो, किनकि एउटा शिक्षकलाई अपमानित गर्यो। त्यस कारणले यो जुन मैले के भन्न खोजेको भने युवाले चाह्यो भने कुनै पनि राज्यको संरचना बन्न सक्छ, भत्काउन सक्छ। जसरी 6 घण्टामा युवाले सत्ता पल्ट गरेर प्रधानमन्त्रीको भागाभाग भयो, को प्रधानमन्त्रीदेखि सबैको त्यो भयो। त्यस कारणले यो जुन युवाको जुन जोस जागर छ, अबको देश निर्माणमा लाग्नुपर्छ। हामी कन्स्ट्रक्सनतिर जानुपर्छ, डिस्ट्रक्सनतिर होइन। समाज जोड्नतिर जानुपर्छ, समाज तोड्नतिर होइन। देश बनाउनतिर जानुपर्छ, देश भत्काउनतिर होइन। र गलत नेताहरू जुन छ, जसले समाजलाई देशलाई वर्षदेखि लुटिया छ, आफ्नो राज्यको सम्पत्ति, देशको सम्पत्तिलाई निजी सम्पत्ति ठानेर जथाभावी त्यसको प्रयोग गरेछ। त्यो बारेमा तपाईलाई म के बताउँछु भने यो जुन अवस्था छ, यो अवस्थाबाट नेपालले मुक्ति पाउनुपर्छ। यही युवाले रोजगारी पाउनुपर्छ, यही गुणस्तरीय शिक्षा पाउनुपर्छ। यही तपाईलाई म अर्को कुरा के भन्छु भने यही रोजगारी पाउनुपर्छ, यही राम्रो खेती हुनुपर्छ, यही राम्रो शिक्षा हुनुपर्छ, यही राम्रो स्वास्थ्यको सुविधा हुनुपर्छ। र हाम्रो देश नेपाललाई नै सुन्दर देश बनाउनुपर्छ। नेपाललाई नेपाल बनाऊ, एउटा अभियान, सुन्दर नेपाल बनाऊ, नेपाललाई सुन्दर नेपाल बनाऊ। सर, जुन नेपाल 2072 को संविधान लागू हुँदा 9 खर्ब ऋण थियो, त्यो 31 खर्बमा जानुमा सरकारको मात्रै गल्ती हो कि हामी जनताको पनि केही गल्ती हो? जनताको पनि चुपचाप रहने, मुख दर्शक हुने। जुन जनताले कार्यकर्ताको भरमा जुन पार्टीहरूले के गर्छ, देशको सम्पूर्ण संस्था र समाज कब्जा गरेको छ। त्यो कब्जाबाट जबसम्म मुक्ति पाउँदैन तबसम्म देशको संस्था बन्दैन, देश बन्दैन। अब यहाँ के भयो भने राजनीतिक दलले आफ्नो पद र सुविधाको लागि, भ्यू टावरको लागि, यस्ता जसको कुनै काम छैन, स्कुल अस्पताल नबनाइकन, सडक सिंचाईको सुविधा नबनाइकन, किसानको मल बिउको सुविधा नबनाइकन, उखु किसानको उत्पादन कसरी बढ्छ त्यो नगरिकन त्यो गरेको कारणले पनि गुनासो छ भने उखु किसानहरूले चाहिँ चाहे मतलब जति अपेक्षा छ त्यो भन्दा थोरै पाउँछ नि त कुइन्टलको हिसाबले उखुको दाम सरकारले निर्धारण गर्छ। सरकारले 70 रुपैयाँ अनुदान दिन्छ। त्यो अनुदान पनि अहिलेसम्म यताउता भइहाल्दैन त। आउँदा चाहिँ कहाँ दिँदैन, काङ्ग्रेस एमालेको सरकारले दिँदैन, आउँदै गइहाल्छ होइन, पैसा सकाप परिहाल्छन्। अब चाहिँ हामी राष्ट्रपातिर लागौँ होइन, पार्टीतिर तपाईँहरूको पार्टीको चाहिँ सुदन गुरुङ एकजना हुनुहुन्छ, गोर्खाबाट उम्मेदवार। उहाँले के भन्नुभएको छ, दमकको भ्यू टावरलाई हस्पिटल बनाउँदा चाहिँ उचित हुन्छ भने सही कुरा हो। त्यहाँको चाहिँ जुन हिसाबको संरचना छ त्यो हस्पिटल लायक चाहिँ ठिक रहेछ होइन? त्यसलाई अलिकति रूपान्तरण गर्नुपर्छ, मोडिफाई अलिकति। बिल्डिङ त छ तर बिल्डिङको प्रयोग भइरहेको छैन। जस्तै धेरै सभा हल छ, त्यसको प्रयोग भइरहेको छैन। त्यसको प्रयोग हामी अस्पताल, विद्यालय यस्तामा प्रयोग गर्न चाहन्छौँ।
र कि सर अब ताकि यो देशको शिक्षा स्वास्थ्य यिनीहरूको स्थिति सुध्रियोस्। र सर के पनि अभियोग लागेछ भने कि रासपाले सर मान्छे हेरी हेरी चुनी चुनी टिकट दिएको रहेछ। यदि यो कुरा होइन भने हाम्रो क्षेत्र नम्बर धनुषा क्षेत्र नम्बर 3 का दिवाकर शाहजीले किन टिकट पाउनु भएन, हाम्रो महावीर कुञ्जीले किन टिकट पाउनु भएन भन्ने कुरा पनि होइन, एउटा कुरा के भने चुनी चुनी टिकट त दिएको। टिकटको धेरै आकाङ्क्षी हुन्छ। अब धनुषा 3 मा तपाईँले भन्नुहुन्छ पहिलेदेखि मनिषा त्यहाँ सांसद थियो, पार्टीको प्रवक्ता थियो, उहाँले टिकट पाउनु भएको। अब पार्टीलाई मान्छेलाई नदिकन सबै नयाँ मान्छे छिनाउनु थियो नि, महावीर कुञ्ज राष्ट्रसभामा हुनु थिएन। तर उहाँ चाहिँ सक्षम होइन, सक्षम त देशमा धेरै मान्छे धेरै हुनुहुन्छ। छन्। सबै सक्षमले नै चुनावै लड्नुपर्छ जरुरी छ। यही हाम्रो देशमा भएको छ, हरेक सेक्टरकै राजनीतिकरण भएको छ। त्यस कारणले म तपाईँलाई के भन्छु भने कि यो जुन सक्षम मात्र भएर भएन, त्यो क्षेत्रको लागि, त्यो क्षेत्रको जनताको लागि या पार्टीको लागि पनि कन्ट्रिब्युसन गरेको हुनु पर्यो। पार्टीको लागि पनि कन्ट्रिब्युसन गरेको हुनु पार्टीमा काम गरेको हुनु पर्यो, पार्टीको प्रति जिम्मेवारी हुनु पर्यो। जुन फिल्डको जो सक्षम छ त्यही फिल्डमा काम लगाउने। यसको अर्थ होइन कि युनिभर्सिटीका प्राध्यापकहरू प्रोफेसरहरू धेरै सक्षम छ त्यसलाई सबैलाई राजनीतिमा लगाइदिने, डाक्टरहरू राम्रो जुन डाक्टर त्यसलाई सबै राजनीतितिर। सरी भनेको कुरा तात्पर्य के हो भने कि राजनीति मात्रै विकास गर्ने माध्यम होइन, आफ्नो आफ्नो फिल्डमा इमान्दारितापूर्वक काम गर्ने भने गर्यो भने त्यही विकास है। शिक्षक राम्रोसँग पढाइदिनु भने सरकारी विद्यालयमा त्यही विकास हो। अस्पताल राम्रोसित पेसेन्टलाई बिरामीलाई जाँच गरिदियो भने हेरचाह गरिदियो भने त्यही विकास हो। इन्जिनियर राम्रोसित कमिसन नखाइकन राम्रो सडक बनाइदियो भने त्यही विकास हो। राम्रो कमिसन नखाइकन पुल बनाइदियो भने त्यही विकास हो। इभन युवाहरूले राम्रो विद्यार्थीले राम्रोसित पढिदियो भने त्यही विकास हो। त्यस कारणले यो कुराहरू जुन विकासको जुन अवधारणा छ त्यो त्यसको चौतर्फी परिभाषा छ चारैतिरबाट। सर अब एउटा भर्खरै हिजोको घटना अस्तिको कि मलङ्गवामा हाम्रै जिल्लाको सदरमुकाममा एकजना इन्जिनियर माथि सर गोली प्रहार भयो। र यो हाम्रो देशमा जनता कतिको सुरक्षित रहेछ त? दिन ल्याएर गोली होइन, एउटा कुरा समाजमा अराजकता बढिरहेछ। जब समाजमा असमानता र विभेद हुन्छ, आर्थिक विभेद हुन्छ, भ्रष्टाचार बढ्छ, त्यस समाजमा अराजकता बढ्दै जान्छ। त्यो बढ्नुहुँदैन। हामी अराजकता कम गर्नको लागि भ्रष्टाचार पनि कम गर्नुपर्छ। भ्रष्टाचारहरू पनि भ्रष्टाचार पनि हुन्छ। अर्को कुरा के भने आपराधिक मानसिकता बढ्दै जान्छ। गलत पैसाबाट आयो भने गलत पैसाले मान्छेको बुद्धिलाई बिगार्छ, गलत बुद्धि बनाउँछ। त्यसले रक्सी खान्छ, पेट्रोल चलाउँछ, गोली चलाउँछ र समाजमा दादागिरी गर्छ। सही पैसा मेहनतको पैसाले मान्छे दादागिरी गर्दैन, गलत प्रयोग गर्दैन। आज यति राखौँ। एउटा सर, यदि सर तपाईँ 1 मिनट ठ्याक्क युवासँग कुरा गर्नुहुन्छ अबको, र उहाँले चाहिँ के सुझाव र तपाईँ आफ्नो सबै अवधारणाहरू दिन सक्नुहुन्छ? एउटा कुरा युवालाई सम्म लाग्छ कि हामी देशको निर्माणमा लागौँ। विद्यार्थीलाई भन्छु कि राम्रोसित पढौँ, यही देशलाई सुन्दर बनाऊ। यही देशमा युवाहरूलाई हामी रोजगारीको व्यवस्था गर्छु कि ताकि मलेसिया, कतार, सौदी जानु नपरोस्। म युवाहरूलाई भन्छु कि हामी देशमा सरकार परिवर्तन होइन, सत्ता परिवर्तन गर्न खोजिरहेको छु। र देशको तमाम संस्था, अदालतदेखि लिएर संवैधानिक निकायदेखि लिएर कर्मचारीदेखि लिएर विश्वविद्यालय र स्कुल कलेजदेखि लिएर सबैलाई दलीयकरणबाट मुक्त गर्छु। त्यस आह्वान गर्नुहोस्। र यसपालि सम्पूर्ण युवाहरूलाई आह्वान गर्छु कि तपाईँ देशको सत्ता परिवर्तनमा जसरी जनजी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभयो, यो चुनाव फागुन 21 गतेको चुनावको मार्फतबाट देशको सत्ता परिवर्तनमा अग्रणी भूमिका निर्वाह गर्नुहोस्। यति मात्र मैले भन्न चाहन्छु। सर, हामी सबै युवाबाट तपाईँले एउटा के भन्नु छ भने नि सर, धेरै इच्छा आकाङ्क्षाको साथ तपाईँलाई चाहिँ देश सक्दैछौँ हामी। तपाईँलाई, हाम्रो बालेन शाहजीलाई, रवि लामिछानेज्यूलाई लगायत सम्पूर्ण युवा नेताहरूलाई धेरै इच्छाको साथ सक्दैछौँ। निराश चाहिँ नहोस् हामी युवाहरूलाई कुनै पनि किसिमले निराश हुन दिन्न। युवाहरूसँग हातमा हात मिलाएर, कन्धामा कन्धा मिलाएर सँगै हिँडेर यो देशलाई बनाउँछु र सम्पूर्ण युवालाई विश्वास गर्छु। अनि विश्वासको साथ यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। तपाईँहरूको यसपालिको चुनावमा साथ र सहयोग रहोस् र सबै दुईटी मतपत्रमा घन्टी छापमा भोट लगाऊ र युवा प्रधानमन्त्री 35 वर्षको
प्रधानमन्त्रीलाई देशको प्रधानमन्त्री बनाउँ बालेन्द्र शाहजीलाई 35 वर्षको यो त व्यक्तिलाई इतिहासै प्रधानमन्त्री बनाउँ छोड्ने किसिमको हो। कुरा भयो नि। र हामी तपाईँले निष्ठाको साथ ईमानदारीताको साथ युवाको भावना अनुसार देश अगाडि बढाउँछु यति आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। हजुर सर, आज कार्यक्रम आइदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन तपाईँलाई। अनि आगामी दिनको चाहिँ शुभकामना तपाईँले दिँदै यो कार्यक्रम तपाईँकै अनुमतिले चाहिँ अब समाप्त गर्छु। हस्, धन्यवाद। सम्पूर्णजनालाई नमस्कार। मेरो नाम आदित्य राज मिश्रा। भर्खरै तपाईँहरूले हेरेर सघाउनु भएको भिडियो चाहिँ म र मेरो टिमद्वारा निर्माण गरिएको छ। अहिले चाहिँ मलाई यो भिडियो बनाउनुको कारण तात्पर्य के हो भने हामीसँग चाहिँ एउटा ठुलो मिस्टेक भएको छ। त्यो मिस्टेक भनेको हाम्रो लगभग 3 देखि 4 मिनटको क्लिपको हाम्रो माइकले चाहिँ त्यो अडियोलाई रेकर्डै गर्न सकेनन् र त्यो क्लिपमा चाहिँ हामीले चाहिँ राजापाटका बारेमा कुरा गरेका थियौँ, उहाँको पर्सनल लाइफको बारेमा, र त्यसपछि चाहिँ र्याली तथा अन्य कुराहरूमा चाहिँ बालबालिकाको प्रयोग नगर्नलाई, त्यसपछि चाहिँ आगामी योजनाहरू के रहेछ भन्ने कुरामा हामीले डिस्कस गरेका थियौँ। र उहाँले चाहिँ हामीलाई धेरै थोरै समय चाहिँ हामीले पाएको थियौँ उहाँसँग कुरा गर्नलाई। हामीले चाहिँ रेकर्ड हाम्रो माइकले चाहिँ नगर्नु पाउँदा चाहिँ हामी अत्यन्तै दुःखी छौँ र त्यो क्लिपलाई हामीले हटाउनु परिरहेको छ बिचबाट। र त्यसको लागि क्षमा प्रार्थी छौँ भन्दै आगामी दिनमा यस्तो मिस्टेक हुँदैन भन्ने प्रतिबद्धता गर्दै यो भिडियो समाप्त गर्छु। हस् त, धन्यवाद हेरिदिनु भएकोमा। यदि राम्रो लाग्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र आफ्नो आफन्त साथीभाइहरूमा पनि सेयर गर्नुहुन्छ भन्ने चाहिँ आशा छ। हस् त, धन्यवाद।